हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मैले आज चाहिँ भोइस ओभर गरेर बनाउन लागेको छु। अब पहिलोचोटि होला सायद यो मेरो च्यानलमा, अनि पहिला पनि गराएको थिएँ, त्यो चाहिँ अब कता होला। आज चाहिँ मैले गराउँदै रिपेयर गर्न लागेको छु, चाहिँ आरजिबी लाइट रिपेयर गर्न लागेको छु। मैले चाहिँ देख्न सक्नुहुन्छ हजुरकोमा नि यो आरजिबी लाइट बिग्रेको छ अनि मसँग चाहिँ पहिल्यैदेखि बिग्रेको थियो, त्यही भएर चाहिँ मैले त्यसलाई रिपेयर गर्न थालेको छु। देख्न सक्नुहुन्छ भिडियोमा। पहिला चाहिँ त्यो जोइन हुन्छ एउटा बिचमा, हजुरहरूले त्यो तारसार केही भएको होला अनि जोइन हुन्छ, त्यसलाई चाहिँ काट्नु होला मैले जस्तो भिडियोमा देखाएँ जसरी। अनि मैले चाहिँ यो भिडियो ल्याग भयो क्या, त्यो काट्नु होला। अनि फेरि त्यसको माथिको रबर निकालेर चाहिँ त्यसमा लेखेको पनि हुन्छ 12 भोल्ट। देख्न सक्नुहुन्छ GRB भनेर लेखेको छ, जुन जी भनेको ग्रिन रेड ब्लू भनेर लेखेको छ। 12 भोल्टमा चाहिँ कालो राख्नु होला अनि यदि कलर त्यो मिलाइ सोल्डिङ गर्नु होला, त्यसलाई चाहिँ राम्रोसँग हजुरले आफै, म चाहिँ देखाएको छैन। मैले चाहिँ सोल्डिङ गरेर भ्याइसकेको छु, देख्न सक्नुहुन्छ। अहिले चाहिँ देख्न सक्नुहुन्छ त्यो जोड्दा चाहिँ बोलिसक्यो जस्तो राम्ररी। हजुरलाई हेरेकोमा यो धन्यवाद दिन चाहन्छु। मेरो यस्तै भिडियोको लागि चाहिँ हजुर सब्सक्राइब गर्न सक्नुहुनेछ। मैले चाहिँ यस्तै भिडियो चाहिँ राखिरहनेछु। धन्यवाद है त, यति हेरिदिएकोमा चाहिँ सब्सक्राइब